ओ के छ सामान छ कि छैन के गरेको हात हाल्नु कस्तो हात हालेको प्रेङ गरेको प्रेङ गरेको त सर यस्तोमा लु तपाईँको मक्टु हजुर होइन सरी तिमीले खाँदै गरेको थाल कसैले टिपेर फ्याँक्दियो भने तिमीलाई कस्तो लाग्छ? तिमीले सेम त्यही गरेको छ। त्यो मक्टु सेट उनीहरूको खाने थाल हो सम्झ। लिटरली तिमी प्र्याङ्क अथवा कमेडीको नाममा यो पब्लिकमाथि शोषण अथवा अत्याचार गरिरहेको छौ। यो व्हाट्सअप गाइस, मेरो नाम राम बुजेल र सम्पूर्णलाई फेरि पनि स्वागत गर्न चाहन्छु मेरो नयाँ भिडियोमा। र आजको भिडियोमा म त्यो कुराहरू बताउनेछु जुन कुरा आजको दिन दार्जिलिङमा धेरै प्रब्लमेटिक भइरहेको छ। प्र्याङ्क अथवा कमेडी भिडियोको नाम गरेर पब्लिक ह्यारेसमेन्ट अनि गरिबीमाथि डोमिनेसन गर्ने अत्याचार गर्ने कामहरू भइरहेको छ। फेसबुकले रेकमेन्ड गरेको थियो जेम्स दग्दी राई, उसको पेजको नाम रहेछ जेम्स दग्दी राई र मेबी उसको नाम हुनसक्छ जेम्स राई। जेम्स राईको 2-3वटा भिडियो मलाई सजेस्ट गरेको थियो। त्यसको मतलब यो होइन कि म सबै प्र्याङ्क फर्मेट अथवा कमेडी भिडियोहरूलाई रोस्ट गरिरहेको छु अथवा यो भिडियोहरू बनाउनेहरूलाई क्रिटिसाइज गरेको छु, किनकि प्र्याङ्क भिडियोहरू कतिवटा सोसियल इस्यु, फ्यामिली फ्रेन्डली र स्टुपिड कुराहरूलाई लिएर पनि बनाउन सकिन्छ। त्यसको मतलब यो होइन कि हामी गरिबीमाथि अत्याचार र पब्लिकमा हिँड्दै गरेको मान्छेलाई ह्यारेसमेन्ट अथवा इन्टरफेयर गर्नु नै पर्छ जस्तो मलाई लाग्दैन। र मैले जेम्स राईको 2वटा भिडियो हेरेँ अनि त्यो 2वटा भिडियोमा मलाई केही कुराको प्रब्लमेटिक लाग्यो र कसैले सोध्छ होला कि आखिर यो कुरामा के गलत छ, यो भिडियोहरूमा के गलत छ? गलत केही पनि छैन, तर प्रब्लम जरुर छ। कुनै पनि बाटोमा हिँड्दै गरेको मान्छेको ब्यागमा हात हाल्नु अथवा उसलाई डिस्टर्ब गर्नु एकदमै गलत कुरा अथवा प्रब्लमेटिक कुरा हो। र कसैले यो पनि भन्छ होला कि यो कुरा गरेर काउन्टर गर्छ होला कि उसको त क्यामेरा अन छ, उसले रेकर्ड गरिरहेको छ, मैले उसलाई एलिगेसन लगाएको छैन ऊ चोर्न खोजेको अथवा चोर हो भनेर। तर प्र्याङ्क गर्नुभन्दा अगाडि उसले यो कुरा बुझ्नुपर्ने कि कुनै पनि बाटोमा हिँड्दै गरेको मान्छे अथवा बुढो बाजे बुजुर्ग कुन इमोसन अथवा फिलिङ लिएर हिँडिरहेको छ, कस्तो पीडा लिएर हिँडिरहेको। हुनसक्छ उसको कोही फ्यामिली मेम्बर हस्पिटलमा एडमिट भएको, हुनसक्छ ऊ एकदमै जरुरी कामले घरबाट निस्केको हुन्छ। र सेकेन्डमा मैले अर्को भिडियो हेरेको थिएँ, त्यो भिडियोमा उसले एउटा दोकानमा गएर मोमो बनाउने सेट, जसलाई मक्टु भनिन्छ नेपालीमा, मक्टु सेट बाहिर फ्याँकिदिन्छ। र कुनै पनि करोडपति मान्छेको घरमा गएर तिमीले उनीहरूको घरभित्र भएको सामान फ्याँक्न सक्दैनौ। तर तिमीले सेम कन्डिसनमा प्र्याङ्क भिडियोको लागि कुनै पनि गरिब मान्छेको दोकानमा गएर मक्टु फ्याँक्छौ। यो कुरा तिमीलाई राम्रोसँग लिएको छ कि तिमी इजिली उनीहरूलाई कन्भिन्स गर्न सक्छौ, पैसा दिएर हुन्छ या फकाएर हुन्छ। तिमीले खाँदै गरेको थाल कसैले टिपेर फ्याँक्दियो भने तिमीलाई कस्तो लाग्छ? तिमीले सेम त्यही गरेको छ। त्यो मक्टु सेट उनीहरूको खाने थाल हो सम्झ, किनकि त्यो मक्टु सेटबाट उनीहरूले पैसा कमाएर आफ्नो जीविका चलाउने गर्दछ। कुनै पनि दोकानले होस्, मक्टु सेट भयो या उनीहरूको घरमा भएको कुनै पनि सामान भयो, त्यो कुराहरू उनीहरूको खाने थाल हो। र खाने थाल नै कसैले टिपेर फ्याँक्दियो भने त्यो मान्छेहरूको मनमा कस्तो हुन्छ होला एकपल्ट सोचेर हेर। लिटरली तिमी प्र्याङ्क अथवा कमेडीको नाममा यो पब्लिकमाथि शोषण अथवा अत्याचार गरिरहेको छौ र यो कुरा तिमीले सायद सुधार्नु पर्ने हो मेरो विचारमा। र अन्तमा यही मेसेज दिन चाहन्छु, बेस्टलेस प्र्याङ्क भिडियोहरू बनाएर तिमी फेमस पनि भयो, फलोवर्स पनि बढायौ अनि पैसा पनि कमायौ। अब तिम्रो पालो आएको छ कन्टेन्टमा चेन्ज ल्याउने।